2080 माघ 24 अर्थात् आजभन्दा ठिक 1 वर्ष अगाडि सर्वोच्च अदालतले एउटा यस्तो फैसला गरेको थियो जुन फैसलाका कारण झापाको गिरिबन्धु टी इस्टेटको जग्गा व्यापारिक प्रयोजनमा दिनका लागि सरकारले खोलेको बाटो बन्द हुने अवस्था आएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भएको बेला मन्त्री परिषदले गिरिबन्धु टी इस्टेटको जग्गा व्यापारिक प्रयोजनमा दिनका लागि एउटा निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले त्यो निर्णय रोकेपछि र चौतर्फी विरोध समेत भएपछि केपी ओली एन्ड कम्पनी केही समयका लागि चुप रहेका थिए। गत जेठमा सर्वोच्चको फैसला सार्वजनिक पनि भयो। तर गिरिबन्धु जग्गा प्रकरणमा सर्वोच्चले गरेको फैसला कार्यान्वयन गर्नुपर्ने सरकारले 8 महिनापछि त्यही फैसलामा नगर्नु भनेको व्यवस्थालाई नै वैधानिकता दिने गरी अध्यादेश लिएर आएको छ र यो अध्यादेश हो भूमि सम्बन्धी अध्यादेश। राष्ट्रपतिलाई पुस 26 गते मन्त्री परिषदले सिफारिस गरेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश माघ 2 गते जारी भयो। त्यसपछि सकारात्मक र नकारात्मक दुवै पक्षमा बहस सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त यो अध्यादेशले भूमि सम्बन्धी समस्या हल गर्ने समेत भनेका छन्। उता प्रतिपक्षी दलका नेता प्रचण्डले भने यो अध्यादेशको नियतमै खराबी रहेको भनेका छन्। आखिर भूमि सम्बन्धी अध्यादेशमा के छ त? आजको भिडियोमा हामी यही विषयमा चर्चा गर्नेछौँ। सुरुवातमा त के बुझौं भने यो अध्यादेशले जग्गासँग जोडिएका 3 वटा ऐन भूमि ऐन 2021, राष्ट्रिय निकुञ्ज ऐन 2029 र वन ऐन 2076 मा संशोधन गरेको छ। सबैभन्दा पहिला भूमि ऐन 2021 मा भएको संशोधनलाई हेरौं। भूमि ऐन 2021 को प्रमुख प्रावधान भनेको यसले जग्गामा गरेको हदबन्दीको व्यवस्था हो। यो राजा महेन्द्रको पालामा ल्याइएको थियो र यसले कुन ठाउँमा कति जग्गा राख्न पाउने भन्ने कुराको हद तोकिदिएको थियो। तर अपवादका रूपमा उद्योग, कृषि, शैक्षिक क्षेत्र लगायतका कामका लागि हदबन्दी भन्दा धेरै जग्गा राख्न पाउने व्यवस्था यसै ऐनमा गरिएको थियो। यी क्षेत्रमा दिइने हदबन्दी छुट त्यति बेलासम्म मात्र लागू हुन्थ्यो जति बेलासम्म त्यहाँ छुट मागे अनुसारको काम हुन्थ्यो। यदि त्यो काम रोकिएमा जग्गा सरकारको नाममा जाने शर्त थियो। तर 2021 यता यो ऐनमा भएका हदबन्दी छुटका प्रावधान धेरै पटक तोडमोड गर्न प्रयासहरू भए। हाल ल्याइएको अध्यादेशमा पनि यसकै प्रमुख प्रावधानहरूमा संशोधन गरिएको छ। पहिलो त दफा 12(6) मा गरिएको संशोधनले घर जग्गा व्यवसायीलाई हदबन्दी छुटको व्यवस्था गरिदिएको छ। यसले कित्ताकाट गर्न र घडेरी बेच्न, घडेरीमा घर बनाएर बेच्न, समग्रमा भन्दा रियल इस्टेटको कारोबारलाई खुकुलो बनाउन खोजेको छ। यसमा आएको संशोधनले रियल इस्टेट चलायमान हुने सम्भावना बढेको छ। प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु पर्ने मध्येको एउटा कारण घर जग्गा व्यवसाय सुस्ताएको र त्यसलाई चलायमान बनाउनु पर्ने भएको भनेका थिए। तर यसमा जसरी संशोधन गरिएको छ त्यसले कृषि योग्य जग्गामा पनि घडेरी बनाएर बेच्न चलखेल पो हुने हो कि भन्ने प्रश्न पनि उब्जिएको छ। यससँगै साना रियल इस्टेट मारमा परेर झन् ठूला रियल इस्टेट र भूमाफियाको मनमर्जी चल्ने हो कि भन्ने कुराहरू पनि यति बेला उठिरहेका छन्। अध्यादेशमा दोस्रो संशोधन भनेको दफा 52(ख) को भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाइसँग सम्बन्धित छ। भूमि ऐन अनुसार केही स्थानहरू जस्तो कि सार्वजनिक जग्गा, नदी, खोला, किनारा, जोखिमयुक्त क्षेत्र, राष्ट्रिय निकुञ्ज, वन क्षेत्र र सडक सीमा भित्रका जग्गा भूमिहीनलाई दिन नपाइने व्यवस्था छ। तर नयाँ अध्यादेशले भने स्थानीय तहले निर्णय गरेमा अरूलाई दिन नपाउने भनी छुट्याइएका केही जग्गा जस्तो कि गौचर वा हाट लगायतलाई पनि भूमिहीनलाई वितरण गर्न सकिने भनी व्यवस्था गरेको छ। यो अध्यादेश अनुसार यदि कुनै जग्गा मालपोत वा नापी अभिलेखमा अरू प्रयोजनका लागि छुट्याइएको भन्ने रेकर्ड छ तर लामो समयदेखि भूमिहीन सुकुम्बासीहरू त्यहाँ बसोबास गर्दै आएका छन् भने त्यो जग्गा सरकारको नाममा ल्याएर भूमिहीनलाई वितरण गर्न सकिने भन्ने व्यवस्था थपिएको छ। तर यो व्यवस्था साँच्चै भूमिहीन सुकुम्बासीलाई व्यवस्थित गर्न हो कि ब्यालेन्स आएको स्ट्याटसमा भनिए जस्तै कार्यकर्तालाई बाँड्न हो भन्ने कुरा त अध्यादेश सिफारिस गर्नेको नियतमा भर पर्ने कुरा हो। भूमि ऐनको दफा 52(ग) मा यदि कुनै जग्गा ऐलानी वा सरकारी अभिलेखमा वन क्षेत्र भनेर उल्लेख भए पनि लामो समयदेखि त्यहाँ बस्ती बसेर आबादी क्षेत्रमा परिणत भइसकेको छ भने तोकिएको क्षेत्रफल भन्दा बढी नहुने गरी एक पटकका लागि अव्यवस्थित बसोबासीलाई वितरण गर्न सकिने व्यवस्था थियो र अहिलेको संशोधनले वन क्षेत्र भन्ने परिभाषामा मध्यवर्ती क्षेत्र पनि थपेको छ। यसले गर्दा अब मध्यवर्ती क्षेत्रमा पर्ने केही जग्गा पनि यस व्यवस्थामा समेटिनेछ। यसरी मध्यवर्ती क्षेत्र पनि थपिरहँदा दुरुपयोग गर्न सक्ने जग्गाको दायरा पो बढाइएको हो कि
पहिले ऐनमा अव्यवस्थित बसोबासीलाई जग्गा दिँदा उसको आर्थिक अवस्था, बसोबासको अवस्था, जग्गाको प्रकृति लगायतका सबै खालका ब्याकग्राउन्ड हेरेर मात्र जग्गा दिने व्यवस्था थियो। हालको संशोधनले यी सबै कुरा हटाएर जग्गाको प्रकृति, क्षेत्रफल लगायत जग्गासँग सम्बन्धित कुराहरू मात्र हेरेर जग्गा उपलब्ध गराउने व्यवस्था राखेको छ। यसरी त व्यक्तिहरूको आर्थिक अवस्था जस्ता पाटोलाई नै नहेरी जग्गाको प्रकृति मात्र हेर्दा वास्तविक अव्यवस्थित बसोबासी नै पर्लान् कि यता पनि चलखेल होला भन्ने टुङ्गो छैन। अध्यादेशले अर्को संशोधन राष्ट्रिय निकुञ्ज ऐन 2029 को दफा 3 ख मा गरेको छ। यसमा मध्यवर्ती क्षेत्रको व्यवस्थापन गर्दा त्यस क्षेत्रमा रहेका स्थानीय जनताको भू स्वामित्वलाई कुनै असर नपर्ने गरी अभिलेखमा वन क्षेत्र वा बुट्यान क्षेत्र मानिएको जग्गालाई फेरि नक्साङ्कन गरी वन क्षेत्रबाट छुट्याएर नेपाल सरकारको नाममा कायम गरी अपडेट गर्न सकिने व्यवस्था छ। अन्तिम संशोधन भनेको वन ऐन 2076 को दफा 3 उपदफा 2 मा छ। यसमा राष्ट्रिय वनको भू उपयोग, भोग अधिकार र हक हस्तान्तरण गर्न नपाइने व्यवस्थामा अभिलेखमा वन क्षेत्र वा बुट्यान क्षेत्र मानिएको जग्गालाई फेरि नक्साङ्कन गरी वन क्षेत्रबाट छुट्याएर नेपाल सरकारको नाममा कायम गरी अपडेट गर्न पाउने भनी व्यवस्था गरिएको छ। यसरी अध्यादेशले मध्यवर्ती क्षेत्र, बुट्यान क्षेत्र, वन लगायतका क्षेत्रबाट जग्गाहरू सरकारको नाममा ल्याउन सकिने बाटो खुकुलो बनाएको छ। भूमि सम्बन्धी अध्यादेश आएपछि सरकारलाई लागिरहेको मुख्य आरोप भनेको जग्गाको हदबन्दी छुटलाई खुकुलो बनाएर गिरिबन्धु टी स्टेट, ललिता निवास लगायतका जग्गा पचाउन खोजिएको हो भन्ने छ। यस विषयमा अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतमा रिट पनि परेको छ। माघ 28 गते प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ। यस अध्यादेश भन्दा अगाडि पनि भूमि ऐनमा 8औं संशोधन आउँदा कानुन नै परिवर्तन गराएर गिरिबन्धु टी स्टेट लगायतका जग्गालाई पचाउन खोजेको भन्ने आरोप लागेको थियो। 8औं संशोधनले जग्गा छुट पाउने क्याटेगोरीमा घर जग्गा व्यवसायीलाई पनि थप गरेको थियो। गिरिबन्धु टी स्टेटको सन्दर्भमा त्यति बेलैको संशोधन मार्फत करिब 343 बिघा जग्गा सट्टापट्टा गर्न चलखेल भएको थियो। यसमा सर्वोच्चमा रिट परेपछि यी जग्गालाई व्यक्तिका नाममा जानबाट सर्वोच्चले रोकेको थियो। हालको अध्यादेश मार्फत ल्याइएको संशोधनले त झन् त्यसमा तरिका समेत थपेको छ। कित्ताकाट गरेर बेच्न पाउने बाटो खुलाएको छ। सदन नचलेका बेला अध्यादेश ल्याएर गिरिबन्धु जस्ता सरकारको नाममा जान पर्ने जग्गा निजीकरण गर्न खोजिएको भन्ने आरोप सरकारलाई लागिरहँदा यसमा प्रधानमन्त्री ओली भन्नुहुन्छ, अध्यादेश ल्याउने भनेको संसद नचलेको बेलामा हो। संसदको अधिवेशन नचलेको बेलामा कानुनको आवश्यकता महसुस भयो भने अध्यादेश ल्याइने प्र्याक्टिस भए तापनि संसदका दुवै सदनको अधिवेशन सुरु भएपछि अध्यादेश पेश गरेर स्वीकृत हुनुपर्छ। संसद चलेको 60 दिनभित्र अध्यादेश पास नभएको अवस्थामा यो खारेज हुन्छ। राष्ट्रपति स्वयंले पनि कुनै पनि बेला यो अध्यादेश खारेज गरिदिन सक्छन्। सरकार आफैले पनि अध्यादेश फिर्ता लिन सक्छ। भूमि सम्बन्धी अध्यादेश पारित हुन्छ कि हुँदैन भन्ने सम्बन्धमा प्रतिनिधि सभामा त 2/3 सरकार छ, त्यहाँबाट पास हुने सम्भावना नै देखिन्छ। तर राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत छैन। त्यसकारण पनि राष्ट्रिय सभाबाट भने पास नहुने धेरै चान्स छ। तर के साँच्चै अधिवेशन नै नचलेको बेलामा ल्याइएको यो अध्यादेश राष्ट्रको जग्गा व्यक्तिका नाममा लैजाने गरी गरिएको नीतिगत भ्रष्टाचार नै हो त? तपाईहरुलाई के लाग्छ? प्रतिक्रिया दिनुहोला।